हरेक ग्रुपमा एउटा यस्तो साथी हुन्छ, हामी कहाँ हिँडिरहेको हुन्छौँ तर कहाँ पुऱ्याइदिन्छ टुङ्गै हुँदैन। धन्यवाद दाइ, निम्तो गर्नुभयो हामीलाई। तर उसैले गर्दा ग्रुपमा रमाइलो भइरहेको हुन्छ। हो, यो सत्य हो होइन भन्छ त नि। अब हेर्दै जाऊँ आज के हुने हो। हाम्रो स्वामी यहाँ हुनुहुन्छ। खास चाहिँ हामी यहाँ ओसो आएको थियौँ सानो कार्यक्रमले गर्दा, तर साथीको मन बदलेको कारणले हामी घुम्नु जाने भयौँ। उसको मन बदलेर यहाँबाट भेडेटार जाने। मेरो त होइन, कसको हो त सर भन्नु त? मेरो यहीँ बस्नु देखाइसक्यो, यहाँ देखेकै छैन होइन, देखाइसक्यो। सेलिब्रेसन इज रिलिजन, लभ इज अ मेसेज, साइलेन्ट इज द ट्रुथ। तपाईहरु म साइलेन्ट बजेँ क्या, तपाईले जित्नु गयो। अघिसम्म बाजिरहेको थियो मसँग एउटा कुरामा, फिल्मको कुरामा डिस्कस नगरौँ त्यो। अहिले चाहिँ यो पढेर साइलेन्ट हुनु अरे, ऊ हार्न आँटेको थियो, त्यही भएर साइलेन्ट बस्यो। ओ के गरेको यो जुत्ता फटा, जुत्ता खोल्नु। साइलेन्ट हो कि, तर जुत्ता चाहिँ खोल्नु छिटो। मौन, तर जुत्ता चाहिँ खोल्नुपर्छ त्यहाँ बस्दा। अब मोचा नि खोल्नु लाउँथ्यो थिएँ कि होस्, उफ गनायो मोचा, जिस्केको गनाएको छैन। उहाँ चाहिँ बुद्ध, यता चाहिँ के हो थाहा छैन। के हो तपाईँ? यस्तो धर्मको विषयमा हामीले बोल्न हुँदैन, माफ पाऊँ, बोलिहालेँ। त्यस्तो नराम्रो त बोलेको छैन। हामी यहाँ चाहिँ भित्र गएर मेडिटेसन गर्नेछौँ, मौन गर्नेछौँ यहाँभित्र। त्यस पछाडि यहाँको काम सकेर भेडेटार हावा खानु, गर्मी भएको कारणले। कस्तो हेन्सम देखेको केटाहरूलाई, आमा ग्याङस्टर जस्तो। झम्के फुली नाकैमा बुलाकी, साथीको लप पर्यो मचाइ हुलाकी। बढी त मलाई पनि मन पर्छ। ओइ छेत्री, त पनि कालो म पनि कालो, हेर्छु साला कसको पहिला मर्ने पाल। उहाँ सिन्सेले चाहिँ अब होइन एउटा हिरोको पोज देखाउनुहुन्छ, हिँड्नुहुन्छ। ल सिन्से एउटा हिँड्नु त, ल एउटा हो त्यस्तो। ल ल सिन्से 1 2 3, ल सिन्से आउनु न, सिन्से आउनु 1 2 3। यो हिँडाइ त कसम मार्छ यो हिँडाइले। हो ल देख्नुभयो नि, हामीसँग मल्टी ट्यालेन्टेड मान्छेहरू मात्रै बोकेर हिँड्छौँ। यहाँ एकजना छ, आमा सर अब बडी देखाउनु पर्यो तपाईँ। सर यस्तो छिटो न, आमा यो रिभिल अहिलेसम्म रिभिल भएको थिएन होला उसको होइन, यहाँ रिभिल भयो आज। फेरि त केही ट्यालेन्ट छैन। यहाँको एक दुईवटा सिनेमेटिक हेर्दै गर्नु ल, म दामी देखाउँछु। ल हाम्रो शिखर दाईको एन्ट्री भइसकेको छ र भाउजू पनि आउनु भएको छ। भाउजू नमस्ते। एकछिन गफ गर्नु हुँदैछ दाईले, हामी भित्र जान्छौँ त्यहाँ। यहाँभित्र आएपछि एउटा कुरा चाहिँ जानियो, हामी मानिसको जीवन लक्ष्य होइन, एउटा यात्रा रहेछ। त्यसैले आफूलाई चिनौँ र यात्राको रमाइलो लिनु। ल हामीले दुईटा जस्तो ट्याक्कै के पैसा झड्यो आमा। ए तपाईँकै हो। ल हामीले चाहिँ दुईटा जस्तो भजन सुन्यौँ। ल दाइ हामी निस्क्यौँ ल। धन्यवाद दाइ, निम्तो गर्नुभयो हामीलाई। म चाहिँ हिँड्छ गर्दिनँ। नमस्कार। ल दाइ धन्यवाद, हामीलाई निम्तो दिनुभयो दाइले। ल हामी चाहिँ अब यहाँबाट निस्क्यौँ होइन, भेडेटार जाने भन्दैछौँ। ल हामी गयौँ अब रेडी। यहाँबाट बिदाई मागेर अब डाइरेक्ट भेडेटार जमै। है मौसमले च्यालेन्ज गरिसकेको छ, त्यही पनि हामीलाई मौसमलाई चाहिँ हामीले च्यालेन्ज दिँदै हिँडिरहेको छौँ है। हामीसँग क्षमता चाहिँ होइन मौसमलाई च्यालेन्ज दिने, त्यही पनि एउटा लक्ष्य चाहिँ लिइरहेको छौँ है। पानीको थोपो ठुल्ठुलो हानिसकेको छ, त्यही पनि हामी जाँदैछौँ, अगाडि बढ्दैछौँ। क्यामेराले देख्न नसक्ला यो पानीलाई, तर हामीले देखाइरहेछौँ होइन। क्यामेरा राख्नु पर्दैन। अब चाहिँ हामीले राखेको पेट्रोल चाहिँ होइन, अब हाल्नुपर्ने हुन्छ पेट्रोल। मोटे सरले हाल्दै हुनुहुन्छ। 50 रुपियाँको मोटे सर। मलाई चाहिँ 500 हालिदिनु ल, पुग्दैन सर। एउटामा चाहिँ 500 को, एउटाकोमा चाहिँ 60 को मात्रै हाल्नेछ है। अहिले चाहिँ हामी सारङ्गाको टर्निङमा आइपुगिसकेका छौँ। तल पानी परिरहेको, यहाँ परेको छैन। यहाँ चाहिँ अलिकति च्यालेन्ज कम गर्दैछ, तर गर्न चाहिँ खोज्दैछ। अहिले चाहिँ हामी ट्याक्कै भ्यू पोइन्ट आइपुगेको छौँ। तपाईँहरूलाई त्यो भ्यू पोइन्टको भ्यू त देखाउनै पर्ने हुन्छ होइन, त्यसैले हेर्नु आजको धरानको भ्यू। वाउ ब्युटिफुल।
आज चाहिँ धरानको मौसम यस्तो छ। यहाँ चाहिँ हामीले ड्राइभर चेन्ज गर्ने चाहिँ हेलमेट लाउनुपर्छ पहिला सेफ्टी ड्राइभर चेन्ज गरेको छौँ किनभने मैले हल्का भ्यूहरू देखाउनु पर्ने हुन्छ तपाईँहरूलाई त्यसैले ल जाँदै गरौँ हेर्दै गरौँ ल यहाँ चाहिँ मौसम एकदम परिवर्तन यार यस्तो दामी ढुसे लागिरहेछ है र यहाँ हेर्नु केटाहरूको रमाइलो आम्मा ल हेर्नुहोस् यहाँ ढुसे यहाँ चाहिँ पुरै ढुसे लागिरहेछ क्यामेराले त्यति नदेखिला तर मजाको देखिरहेछ ओ ओ ओ केटाहरूको रमाइलो है चिसोको रमाइलो अहिले चाहिँ हामी ट्याक्क भेटारमा होइन बोटको छेउमा छौँ र अब खोइ ए तपाईँको साथी कसको अरे साथी अरे सरको साथी अनि अब चाहिँ हामी माथि गएर भेटा ठ्याक्क थुक्पा खान्छौँ यो मौसमले चाहिँ थुक्पालाई च्यालेन्ज गरिरहेछ होइन ल जम 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 कहाँ हो सर ल यता अरे यता जानुपर्ने हुन्छ हामी यता ल हामी चाहिँ सुमन होटलमा छिर्यौँ यहाँको सेकुवा चाहिँ मिठो हुन्छ भन्थ्यो केटाहरूले त्यही भएर यहाँ छिराएको छ ल ठिक छ यहाँबाट भ्यू पनि देखिन्छ अरे ला ठाउँ चाहिँ कस्तो छ हेरौँ ल यहाँ चाहिँ हामीले थुक्पा मगाएको छु मैले अनि सेकुवा के आउँछ हेर्दै जानु त्यही खान्छु पानी पनि पर्नु थाल्यो यार फेरि यहाँ पनि पानी पर्न थाल्यो मौसम चाहिँ यस्तो छ ल हाम्रो थुक्पा आइसक्यो टेस्ट ल टेस्ट तातो छैन रहेछ तर ठिकै पिरो पनि मजा अब सेको आएपछि मौसम चाहिँ खुल्यो तर पानी परिरहेछ पर्क चाहिँ आइसक्यो अब चिकन आउनु बाँकी छ पर्क खानेको अनुहार कुखुराको नि आयो कस्तो छ सर टेस्ट अचार चाहिँ बबाल रहेछ ल गाइस सबै खाइसक्यौँ अब यहाँबाट हिँड्दैछौँ निस्क्यौँ ल बिल पे गर्छौँ अनि देखाउँछौँ यहाँ आएपछि अब मटका चिया चाहिँ खानै पर्ने हुन्छ त्यसैले मटका चिया खाने केटाहरूले हेलमेट चाहिँ यहीँ छोडेर पुरै भिजाएको छ कसरी लाउँछ लाउनु त ख्याप्प लाउने हो अर्को म चाहिँ सेफ्टी लाउँछु केटाहरूलाई चाहिँ हामीले पठाएर हामीले चाहिँ रेनकोट फुल्ली सेफ्टी हानिसकेको छौँ अनि केटाहरूले चाहिँ छिटो पानी पऱ्यो भनेर केटाहरूलाई खेदाइ अनि त्यसपछि हामी चाहिँ फुल्ली सेफ्टी भएको छौँ तलदेखि माथि अब त्यहाँ मटका चिया खाने ठाउँमा त्यहाँ मटका चिया कस्तो छ त्यहाँको रमाइलो हाम्रो आजको रमाइलो कस्तो भयो त्यो सोध्नेछु त्यसलाई हामी चाहिँ चियाबारी आइसक्यौँ मटका चिया खानलाई हो केही भन्नु छ हामी त फुल्ली सेफ्टीमा छौँ यता चाहिँ देखाउनु हो धन्न यहाँ पानी चाहिँ रोक्यो अहिले पऱ्यो भने चाहिँ बिजोक अहिले चाहिँ यहाँ चिया खाँदै थियौँ मौसम चाहिँ बबाल भयो र सर्न ढाँटी भनिदिनु त के भयो अरे टेस्ट चियाको त मिठो छ सर यहाँको होइन टेस्ट चाहिँ म तपाईँलाई त्यहाँ गएर सुनाउनु खोज्छु क्या ल सुनाउनु नि त हाम्रो होटल सुमनकोमा पहिला पनि हाम्रो मधेसले त्यहाँनिर चाहिँ सेकुवामा हल्का जीव जन्तुहरू भेट्नु भएको रहेछ सानो जीव जन्तुहरू हो यो सत्य हो होइन भन्छ त नि त्यही होटेल हो अर्को होटेल चाहिँ कुन हो त्यो चाहिँ थाहा भएन ल जेसुकै होस् ल भेटेको चाहिँ 100% हो तर कुन चाहिँ चालेको अनि अब हाम्रो भनेको थुक्पाकोमा यसो हामीले रिभ्यू दिनु खोज्दा चाहिँ थुक्पा चाहिँ चाहिन्न भन्दा नि पिरो क्या भेटारमा भने खोर्सानी पाउँछ भने सबै हाम्रैमा हाल्छ अनि त्यसपछि हामीले गाउँमा कतिवटा थियो दुईवटा कुखुराको सेक्का अनि एउटा सुँगुरको सेक्का लिएको जबरजस्ती दुईवटाको सेक्का भनेर म त दुई दुईवटा स्टाफलाई सोध्यो टेबल नम्बर 3 को होइन भन्दै आएर भाग्ने यस्तो मुलाहरू ल चियाको पैसा पनि तिरिसक्यौँ हामीले हामी गएको अब मौसम खुल्यो मजाको भयो मौसम ल आजको अनुभव भन्नु कस्तो भयो दामी भयो राम्रो भयो ए राम्रो सर सुरत सरले पैसा खनाएपछि दामी हुन्छ
खोइ अर्को हाम्रो होनार खोइ चाबी बिर्स्यो हेलमेट बिर्स्यो होला एकछिन होनारको सुन्नुपर्छ हाम्रो ल हाम्रो होनार आयो सिन्सी आजको अनुभव कस्तो भयो अहिले नै सुनाइहाल्नु कि सुनाउने अब एकदम मौसमले चाहिँ एकदम च्यालेन्ज गरिरहेको थियो च्यालेन्जको बावजुद पनि हामी यहाँसम्म आएर रमाइलो त्यही गऱ्यौँ यो त मोटिभेसनल भयो भन्नु न अलि पिरो अलि मिठो अलि तितो भए पनि यात्रा चाहिँ एकदम रमाइलो भयो ल भिडियो लामो हुन्छ त्यसैले थ्याङ्क्स फर वाचिङ तपाईँले यो भिडियो यहाँसम्म हेर्नुभएको छ लाइक गर्नु कमेन्ट गर्नु र साथै हामीलाई साथ दिइराख्नु होला बाई बाई भेट्नेछौँ नेक्स्ट भिडियोमा